हाई एभ्रिवान वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। सो आज चाहिँ म भाउजूहरूकोबाट फर्किने होइन। आज चाहिँ मामको घर जाने अनि यहाँ चाहिँ छ भाउजूको छोरी अनि म होइन। अन्त मैले चाहिँ भन्दै थिएँ होइन खाजा खाएर हामी चाहिँ जाने होइन। अन्त सिस्टरले चाहिँ खाजै दिएको छैन भन्दै थियो। अन्त सिस्टरले चाहिँ भन्यो आउनु आउनु म देखाउँछु भनेर डेबी चाहिँ यहाँनिर उसको ओछ्यान पट्याउँदै थियो होइन। त्यहाँदेखि अन्त हामी भित्र गएर उसले चाहिँ भन्दै यो बेड चाहिँ नदेखाउनु पट्याएको छैन भनेर। अन्त यहाँनिर चाहिँ पकाइदिएको थियो भाउजूले इस्कुसको सब्जी होइन। अन्त रोटी देखाउँ भनेको यो खोलिँदै खोलिनँ होइन। त्यति बेला मेरो टक्कै कलाएर मैले देखाउनु पाइनँ। यत्तिकै छ हेर्नुहोस् ल, मैले खोल्दा पनि खोल्नु सकिनँ होइन। त्यस पछाडि हामी खाजासाजा खाएर ब्याङ्क गयौँ एकछिनबाट एउटा ब्याङ्क। यहाँ आमा र डेभिड थियो होइन। आमा पनि कामले गर्दा आउनुभएको थियो। त्यहाँदेखि अन्त रेडीसेडी भएर नानाको रुममा आएर फेरि हामी लाग्यौँ गाडीको लागि होइन। यहाँनिर रेडीसेडी भएर जाँदै थिएँ। पोका मात्रै थियो। हामी चाहिँ गएको मामको घर आज होइन। अन्त अहिले चाहिँ हामी तल टिस्टा पुगिसकेको थियो होइन। मैले केही कुराहरू देखाइनँ, त्यति अलिअलि गर्दै मात्रै देखाएको। अन्त यहाँनिर चाहिँ यो टिस्टाको ड्याम होइन, के पो भन्छ एनएसपिसी होइन। अन्त यो चाहिँ हो के भन्छ यसको नाम मलाई थाहा छैन, मैले बिर्सेँ होइन यो जग्गाको नाम। कस्तो दामी भ्युज आउँदो रहेछ नि त। अन्त चाहिँ मैले यसलाई क्लिक गरेको थिएँ होइन। अन्त हाम्रो चाहिँ बजारमा चाहिँ को आएको थियो भन्दाखेरि चाहिँ नि भाइ र आसिङथेबा पनि आउनुभएको रहेछ, मामा पनि। अन्त हामी सँगै नै गयौँ बजारबाट घर होइन। त्यहाँदेखि अन्त परनिर एउटा दोकानमा डेभिडले चाहिँ क्याम्पा किनेको थियो होइन। त्यही खाँदै थियौँ हामी सबैजना। यहाँ देख्नु सक्नुहुनेछ आसिङले पनि होइन, भाइले पनि अन्त मैले पनि। डेभिडले चाहिँ पानी पियो। अन्त हामी चाहिँ जाँदै थियौँ होइन। कस्तो खुसी लाग्दै थियो, कहिले घर पुग्ने भइरहेको थियो। आज चाहिँ छिट्टै गाडी चल्यो नि त, 4 बजीभित्रमा हामी घर पुग्यौँ। अन्त यो चाहिँ हो टन्याङ डाँडा। त्यस पछाडि मैले राति पकाएँ मासु होइन। गोरुको मासु लिएर आएको थिएँ, त्यही नै पकाएँ मजाले भुटेर। अब त्यसमा अलिकति झोल हाल्नुपर्छ नि त। अब दाल पकाउँदैन। अन्त यहाँनिर चाहिँ बत्ती थिएन नि त। अन्त धिब्री बत्ती बालेर खाना पकाउँदै थियो। अन्त डेबी चाहिँ यहाँनिर के न के खाँदै थियो, उसले मुला खाँदै थियो। मुला खाइरहेको छ मजाले। सो आजको भिडियो यति नै, बाई बाई, गुड नाइट।